नेपालमै बसेर सफल हुन सिप, मेहनत र सही सोच सबैभन्दा महत्त्वपूर्ण हुन्छ। उत्तर खोज्ने दृष्टिकोण र नवप्रवर्धन गर्न अत्यावश्यक छ। सफलता स्थानमा होइन, निरन्तर प्रयास र आत्मविश्वासमा निर्भर गर्छ। आजको समयमा धेरै नेपाली युवाहरू रोजगार, शिक्षा र राम्रो भविष्यको खोजीमा विदेश जाने सोच बनाइरहेका छन्। यस्तो अवस्थामा नेपालमै बसेर सफल हुन सकिन्छ भन्ने प्रश्न वास्तविक रूपमा उठ्छ। नेपालमै बसेर सफल बन्न सकिन्छ, तर त्यसका लागि सही सोच, मेहनत र धैर्य आवश्यक हुन्छ। नेपाल प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश हो। कृषि, पर्यटन, सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता जस्ता क्षेत्रमा अपार सम्भावना छन्। केही कमी कमजोरीहरू पनि होलान्। कमजोरीलाई क्षमतामा बदल्ने साहस हामी युवामा हुनुपर्छ। पछिल्लो समयमा नेपालमै बसेर सफल भएका युवा उद्यमी, स्टार्टअप संस्थापक, आइटी प्रोफेसनल, कन्टेन्ट क्रिएटर र सामाजिक अभियन्ता यसको उदाहरणहरू हुन्। उनीहरूले अवसरको खोजी विदेशमा होइन, आफ्नै देशमा देखेका छन्। यद्यपि नेपालमा चुनौतीहरू पनि छन्। सीमित रोजगारी, राजनीतिक अस्थिरता, पुँजीको अभाव आदि। तर यी समस्यालाई अवसरमा बदल्न सक्ने सोच नै सफलताको मुख्य आधार हो। केवल डिग्री होइन, सिप, अनुभव र नवप्रवर्धन प्रतिस्पर्धात्मक युगमा अत्यन्त आवश्यक छन्। यदि युवा पुस्ताले सिप विकासमा ध्यान दिई आत्मनिर्भर बन्ने प्रयास गरे, प्रविधिको सही प्रयोग गरेर निरन्तर सङ्घर्ष गर्न तयार भए, नेपालमै बसेर पनि सम्मानजनक जीवन र सफलता हासिल गर्न सकिन्छ। त्यसैले सफलता स्थानमा होइन, दृष्टिकोण र प्रयासमा निर्भर गर्छ भन्ने सोच हामीले बुझ्न जरुरी छ।